नेपालको पहिलो आधुनिक यातायात सुरुङ मार्ग नागडुङ्गा सिस्नेखोला सुरुङ मार्गको औपचारिक उद्घाटन कहिले सम्पन्न भएको हो? विक्रम सम्वत 2083 साउन 11 गते। मुख्य सुरुङको लम्बाइ 2.688 किलोमिटर, आपतकालीन सुरुङको लम्बाइ 2557 मिटर, कुल लागत करिब रु 25 अर्ब, निर्माणमा 17 अर्ब, मूल्य वृद्धि हुँदा 2 अर्ब, जग्गा मुआवजा 6 अर्ब, जोड्ने स्थान काठमाडौँ नागडुङ्गा धादिङ सिस्नेखोला। आर्थिक सहयोग जापान अन्तर्राष्ट्रिय सहयोग नियोग जाइकाको 19 अर्ब। निर्माण गर्ने कम्पनी जापानिज कम्पनी हाजमा एन्डो कर्पोरेसन। आयोजनाको शिलान्यास विक्रम सम्वत 2076 कार्तिक 4 गते। ठेक्का सम्झौता विक्रम सम्वत 2076 कार्तिक 28 गते। मुख्य सुरुङ ब्रेक थ्रू 2081 वैशाख 3 गते। राजपत्रमा दस्तुर प्रकाशित विक्रम सम्वत 2082 चैत्र 26 गते। सञ्चालन वा व्यवस्थापन युसिन एआरटी जेभी। सुरुङ मार्गको उद्घाटन पूर्वाधार विकास मन्त्री सुनिल लम्साल, सचिव गोपाल प्रसाद सिग्देल, जाइकाका केन्द्रीय अध्यक्ष डाक्टर नाताका अकिहितो र नेपालका लागि जापानिज राजदूत माइदा तोरुको उपस्थितिमा निर्माणमा संलग्न 63 वर्षीय श्रमिक पूर्ण जोशीद्वारा रिबन काटेर गरिएको। सुरुङ मार्ग सञ्चालनमा आएसँगै हालको नागडुङ्गा सडक खण्डमा हुने जाम, उकालो र घुमाउरो बाटो छल्न सकिने भएको छ, जसले गर्दा यात्राको समय करिब 1 घण्टा बचत हुने अपेक्षा गरिएको छ। नोट: नेपालको पहिलो ऐतिहासिक सुरुङ मार्ग चुरियामाई सुरुङ मार्ग हो, जसको निर्माण विक्रम सम्वत 1974 मा भएको थियो। प्रश्न नम्बर 20। विश्व प्रसिद्ध रोभ रिपोर्टका अनुसार 50 टोटेस्ट लग्जरी होटल्स अन अर्थ 2026 को सूचीमा विश्वकै पहिलो स्थानमा पर्न सफल नेपालको होटल कुन हो? चिन्तामणि मुस्ताङ। यस उपलब्धिले नेपाललाई साहसिक पर्यटनका साथै विश्वस्तरीय लग्जरी पर्यटन गन्तव्यका रूपमा समेत स्थापित गरेको छ। शेर्पा हस्पिटालिटी ग्रुपद्वारा सञ्चालित यस होटललाई 24 जना अन्तर्राष्ट्रिय लग्जरी ट्राभल विशेषज्ञको मूल्याङ्कनका आधारमा यो सम्मान प्रदान गरिएको हो। यस सफलताले नेपालको अन्तर्राष्ट्रिय छवि सुदृढ हुने र विश्वका धनी तथा प्रिमियर पर्यटकको आगमन बढ्ने अपेक्षा गरिएको छ। प्रश्न नम्बर 3। गणित क्षेत्रको नोबेल पुरस्कार मानिने प्रतिष्ठित फिल्ड्स मेडल प्राप्त गर्ने पहिलो चिनिया गणितज्ञ को हुन्? हाङवाङ र यु डेङ। चिनिया गणितज्ञ द्वय हाङवाङ र यु डेङका साथै अमेरिकाका जोन पार्डन र क्यानाडाका ज्याकब सिमरम्यानलाई यस वर्षको फिल्ड्स मेडल प्रदान गरिएको छ। 35 वर्षीय चिनिया गणितज्ञ हाङवाङ यो प्रतिष्ठित मेडल जित्ने विश्वकै तेस्रो महिला गणितज्ञ बनेकी छन्। 1 शताब्दी पुराना जटिल गणितीय समस्या समाधान गरेबापत प्रदान गरिएको यस सम्मानको राशि जनहित 50,000 क्यानेडियन डलर रहेको छ। प्रश्न नम्बर 4। संयुक्त राष्ट्र सङ्घ युएनओको 81औं महासभाको अध्यक्षमा को निर्वाचित भएका छन्? खलिलुर रहमान, बङ्गलादेशका परराष्ट्र मन्त्री। सन् 2026 जुन 2 मा भएको निर्वाचनमा जम्मा 190 मतमध्ये 79 मत प्राप्त गर्दै रहमान विजय भएका छन्। उनका प्रतिस्पर्धी साइप्रसका एन्ड्रियास काकुरिसले 91 मत प्राप्त गरेका थिए। एसिया प्रशान्त समूहको पालो अन्तर्गत निर्वाचित उनको 1 वर्षे कार्यकाल सन् 2026 सेप्टेम्बर 8 बाट सुरु हुनेछ। प्रश्न नम्बर 5। अमेरिका र रुसको संयुक्त अन्तरिक्ष टोली
241 दिन लामो अन्तरिक्ष अभियान पुरा गरी कहिले पृथ्वीमा अवतरण भएका हुन्? सन् 2026 जुलाई 26 मा सोयुज MS-28 अन्तरिक्ष यान मार्फत रुसी अमेरिकी अन्तरिक्ष यात्रीहरू 8 महिनाभन्दा बढी समय अन्तरिक्षमा बिताई पृथ्वीमा अवतरण भएका छन्। अन्तरिक्ष यात्री क्रिस विलियम्स अमेरिका, सर्गेई कुड स्लेभ्याचकोभ रुस र सर्गेई मिखाएभ रुस हुन्। वैज्ञानिक अनुसन्धान र मर्मत मार्गको काम सकेर 3 सदस्यीय अमेरिका रुस संयुक्त टोली कजाकिस्तानको भूमिमा क्याप्सुल प्याराचुटको सहायताले सकुशल अवतरण गरेका छन्। अमेरिका र रुस बीच विद्यमान राजनीतिक तनाव भए पनि यो मिसनले विज्ञान र अन्तरिक्ष अनुसन्धानलाई दुई देशको सफल सहकार्यको उत्कृष्ट नमुना प्रस्तुत गरेको छ। प्रश्न नम्बर 6, लेबर पार्टीका पूर्व नेता कियर स्टारमरको बहिर्गमनपछि बेलायतको नयाँ प्रधानमन्त्रीका रूपमा कसलाई नियुक्त गरियो? एन्डी बर्नानह्याम, सन् 2026 जुलाई 20 मा नियुक्त। प्रश्न नम्बर 7, अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा कम उमेरमा अर्धशतक प्रहार गर्ने खेलाडीको कीर्तिमान कायम गर्न सफल क्रिकेटर को हुन्? वैभव सूर्यवंशी, भारत। 2026 जुलाईमा जिम्बाब्वे विरुद्धको T20 अन्तर्राष्ट्रिय खेलमा 15 वर्ष 118 दिनको उमेरमा अर्धशतक प्रहार गर्दै सूर्यवंशी नयाँ कीर्तिमान बनाएका छन्। त्यसअघि यो रेकर्ड नेपालका कुशल मल्लको नाममा थियो। मल्लले सन् 2020 मा अमेरिका विरुद्धको एक दिवसीय खेलमा 15 वर्ष 340 दिनको उमेरमा अर्धशतक प्रहार गरेर विश्व कीर्तिमान बनाएका थिए। सूर्यवंशीले कुशल मल्लको 6 वर्ष पुरानो रेकर्डलाई करिब 7 महिनाको उमेर अन्तरालले पछि पारेका हुन्। प्रश्न नम्बर 8, अन्तर्राष्ट्रिय प्रतिष्ठित युरो मनी अवार्ड्स फर एक्सिलेन्स 2026 अन्तर्गत 3 विधामा सम्मानित हुन सफल नेपाली बैंक कुन हो? नबिल बैंक लिमिटेड। बैंकले नेपाल बेस्ट बैंक, नेपाल बेस्ट बैंक फर ESG र नेपाल बेस्ट बैंक फर SME उपाधि प्राप्त गरेको छ। प्रश्न नम्बर 9, हजारौं माइलको यात्रा एक पाइलाबाट सुरु हुन्छ भन्ने विचारक को हुन्? लाओ त्सु। प्रश्न नम्बर 10, सौर्यमण्डल अन्तर्गत बुध ग्रहमा रहेको एउटा क्रेटर खाडललाई कुन नेपाली स्रष्टाको सम्मानमा सापकोटा क्रेटर नामाकरण गरिएको छ? कवि महानन्द सापकोटा। बुध ग्रहको उत्तरी ध्रुव नजिक अवस्थित सन् 2015 मा IAU द्वारा आधिकारिक नामाकरण। प्रश्न नम्बर 11, नेपाल भारत पारवाहन सम्झौता अन्तर्गत तेस्रो मुलुकबाट आयात गरिएको कच्चा पदार्थ बोकेर भारतको कोलकाता बन्दरगाहबाट पहिलो पटक कार्गो रेल विराटनगर कस्टम यार्ड कहिले आइपुगेको हो? सन् विक्रम सम्वत 2083 साउन 4 गते साउन 1 मा कोलकाताबाट छुटेको। नेपाल भारत पारवाहन सन्धि अन्तर्गत तेस्रो मुलुकबाट हुने आयातलाई सहज बनाउने उद्देश्यका साथ कोलकातादेखि विराटनगरसम्मको पहिलो रेल कार्गो सेवा साउन 1 गतेदेखि औपचारिक रूपमा सञ्चालनमा आएको हो। पछिल्लो नीतिगत समन्वयपछि कोलकाताबाट विराटनगरसम्म नियमित रूपमा माल सामान ढुवानी गर्ने व्यवस्था कार्यान्वयनमा आएको हो। प्रश्न नम्बर 12, मनोरम ढुम्बा ताल कहाँ छ? भरपझोङ, मुस्ताङ। करिब 3000 मिटरको उचाइमा अवस्थित मुटु आकारको नीलो सुन्दर ताल, लम्बाइ 160 मिटर, चौडाइ 130 मिटर र गहराई 10 मिटर रहेको छ। प्रश्न नम्बर 13, 15औं साफ च्याम्पियनसिप पुरुष प्रतियोगिता कहिले आयोजना हुने भएको छ? सन् 2026 नोभेम्बर 4 देखि 17 बङ्गलादेशमा। पहिलो साफ च्याम्पियनसिप सन् 1993 मा पाकिस्तानमा भएको थियो। प्रश्न नम्बर 14, नागरिक अगुवा तथा पूर्व मन्त्री डाक्टर देवेन्द्रराज पाण्डेको निधन कहिले भएको हो?
विक्रम सम्वत 2083 साउन 1 गते 87 वर्षको उमेरमा। प्रश्न नम्बर 15 नेपाल सरकार मन्त्री परिषदद्वारा राष्ट्रिय सदाचार नीति 2083 कहिले स्वीकृत गरिएको? विक्रम सम्वत 2083 असार 18 गते। प्रश्न नम्बर 16 छिन्नलता गीत पुरस्कार गुठीद्वारा छिन्नलता गीत विशेष सम्मान 2082 बाट कसलाई सम्मान गरियो? वरिष्ठ कलाकार मदन कृष्ण श्रेष्ठ, पुरस्कार राशि रु 1 लाख। गीत रत्नतर्फ वरिष्ठ गीतकार डाक्टर नवराज लम्साल, पुरस्कार राशि रु 1 लाख। सङ्गीत सृजनातर्फ सङ्गीतकार किरण कँडेल, पुरस्कार राशि रु 1 लाख। गायनतर्फ गायिका बिमला राई, पुरस्कार राशि रु 1 लाख। युवा प्रतिभा पुरस्कार गायिका सारिका घिमिरे, पुरस्कार रु 50,000। प्रश्न नम्बर 17 स्पेनमा करिब 150 वर्षपछि शासन गर्ने रानी बन्ने तयारीमा रहेकी उत्तराधिकारी को हुन्? राजकुमारी लियोनोर, सन् 2026। 20 वर्षीय राजकुमारी लियोनोरले 3 वर्षीय सैन्य सेना, नौसेना र वायुसेना तथा अन्तरिक्ष प्रशिक्षण पुरा गरी आफ्ना पिता राजा फेलिपे छैठौँबाट ग्रान्ड क्रस अफ एरोनोटिकल मेरिट सम्मान प्राप्त गरी 400 मिटर उचाइबाट दिन र रातको समयमा सफलतापूर्वक प्यारासुट जम्प पुरा गर्दै उनी स्पेनी राज परिवारको इतिहासमा पहिलो उत्तराधिकारी प्यारासुट सदस्य बनेकी छन्। प्रश्न नम्बर 19 भारतमा बहुचर्चित नीट मेडिकल प्रवेश परीक्षाको प्रश्नपत्र चुहावट प्रकरणसँगै चर्किएको 1 महिनाभन्दा लामो आन्दोलन, शिक्षा मन्त्रीको राजीनामासँगै आन्दोलन र तक्रोज जनता पार्टी र सरकारबीच कुन मितिमा सहमति भएको हो? सन् 2026 जुलाई 25। परीक्षाको प्रश्नपत्र लिक प्रकरणमा विद्यार्थी र युवाको आन्दोलन चर्किएपछि भारतका केन्द्रीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधान राजीनामा दिन बाध्य भएका छन्। सरकार र आन्दोलनरत पक्षबीच 3 चरणको वार्तापछि 25 जुलाई 2026 मा सहमति भएको थियो। उक्त सहमतिमा आन्दोलनकारीमाथि सबै एफआइआर फिर्ता लिने, आत्महत्या गरेका विद्यार्थीका सन्दर्भमा उठाइएका माग सम्बोधन गर्ने निर्णय भएको छ। तक्रोज जनता पार्टी नामक युवा अभियानले दिल्लीको जन्तर मन्तरबाट सुरु गरेको आन्दोलनले राष्ट्रिय रूप लिँदै सरकारलाई सम्झौता गर्न बाध्य बनाएको छ। प्रश्न नम्बर 20 नेपाल विद्युत प्राधिकरणका अनुसार आर्थिक वर्ष 2082-83 मा नेपालले भारत र बङ्गलादेशमा विद्युत निर्यात गरी कुल कति रुपियाँ आम्दानी गर्न सफल भएको छ? रु 29 अर्ब 32 करोड 47 लाख। प्राधिकरणका अनुसार नेपालले विद्युत खरिदमा भन्दा बिक्रीमा बढी रकम आर्जन गर्दै एकै वर्षमा 18 अर्ब 76 करोड 48 लाख रुपियाँको खुद व्यापार बचत गरेको हो। यो अघिल्लो वर्षको 4 अर्ब 53 करोडको तुलनामा 4 गुणा बढी। भारतीय बजार र पहिलो पटक बङ्गलादेशसम्म गरी नेपालले औसत 7 रुपियाँ 56 पैसा प्रति युनिटका दरले 3 अर्ब 87 करोड युनिटभन्दा बढी विद्युत बिक्री गरेको, जसले गर्दा अघिल्लो वर्षभन्दा निर्यात आम्दानी करिब 68% ले बढेको छ।